नमस्ते सम्पूर्ण साथीहरू ब्रेकिङ न्यूज साथीहरू पहिला त तपाईहरु सुशीला कार्की ज्यूको यो भिडियो हेर्नुहोस्। जेनजीको प्रेसरमा उनीहरू आएका हुन्, आए गए, बकायदा गए। अहिले सम्पर्क पनि छैनन्। हामीले खादा ओडाएर जति दिन तिमीहरूले चिया खाएर यहाँ काम गर्यौ, मात्र चिया खाएर काम गरेका छन् तिनीहरूले। हद्द भएको मन्त्रालयको 2 कप चिया खाएको होला दैनिक। तिमीहरू गए, धन्यवाद, हामीले पठाइदिएको। जहाँसम्म पुन्जी हो, पुन त रिसाएर हिँड्नुभएको हो। 2-4 कानुन बनाउन भन्नुभएको थियो, ती कानुन राम्रै थियो, तर हामीले यो छोटो समयमा त्यो कानुन बनाएर उहाँलाई चाहिँ सहयोग गर्न हामीले सकेनौँ। त्यो कानुन मुलुककै लागि थियो, तर हामीले सकेनौँ उहाँलाई सहयोग गर्नलाई। अनेक परिस्थिति हुन्छ, सबै कुरो हुँदैन। साथीहरू तपाईले यो भिडियो हेरिसक्नुभयो। साथीहरू अन्ततः आज सुशीला कार्कीजीले बोल्नु भएछ। साथीहरू यति दिन मौन धारण गर्नु भएको थियो उहाँले, र आज चाहिँ उहाँ फाइनली बोल्नुभयो। साथीहरू उहाँको मन्त्रालय सबै खाली भइसकेपछि आज उहाँ चाहिँ बोल्नु भएको छ। साथीहरू उहाँले चाहिँ के भन्दै हुनुहुन्छ, जति पनि मन्त्रीहरू हुनुहुन्थ्यो उहाँ चाहिँ सबै जेनजीका प्रेसरमा आउनु भएको थियो र आफ्नो खुसीले जानुभयो, र त्यसमा नेपाल सरकारले उहाँलाई धेर धेर धन्यवाद दिएर र खादा ओडाएर उहाँलाई चाहिँ पठाउनु पनि भएको छ। र साथीहरू उहाँले चाहिँ भन्दै हुनुहुन्छ, जति पनि मन्त्रीहरू थिए तिनीहरू चाहिँ दैनिक 2 कप चिया खाएर नेपाल सरकारको काम गर्दै हुनुहुन्थ्यो। र साथीहरू साथै महावीर पुनको कुरा आयो र उहाँले चाहिँ भन्दै हुनुहुन्छ महावीर पुन त रिसाएर नै जानुभयो, र यो रिसाउनेको पछाडि कारण के उहाँले चाहिँ भन्नुभएको थियो 1-2 नयाँ कानुन चाहिँ बनाऊ, र सुशीला कार्कीजीले भन्नुभयो यो कानुन बनाउन सक्दिन, किनकि यो छोटो समयको लागि सरकार आएको थियो र छोटो समयमा कानुन बनाउनु र त्यसलाई पारित गर्नुमा धेरै समय व्यर्थ जान्छ र यो अलिकति राम्रो पनि हुँदैन भनेर उहाँले चाहिँ मना गर्नुभएको थियो। र त्यही भएर चाहिँ महावीर पुन्जी चाहिँ रिसाएर जानुभएको थियो। साथीहरू कस्तो लाग्यो यो भिडियो? यस्तै भिडियो अपडेटको लागि मलाई सब्सक्राइब गर्नु होला र आफ्नो कमेन्ट, आफ्नो लाइक, सेयर गरेर जानु होला। हस्त, धन्यवाद।